ओहो रियुज गर्दैन र बढी गर्दैन हेलो गाइज वेलकम टु आवर च्यानल। आज चाहिँ हामी पशुपति हिँडेको किनकि उहाँको बर्थडे चाहिँ रेडी भएर ह्याप्पी बर्थडे टु यु माया। थ्याङ्क यू हामी हिँडेको अब हामी एकछिनमा देखाउँछौँ। हामी चाहिँ पशुपति आइपुग्यौँ। कस्तो लागिरहेछ हजुर? घाम एकदम घाम छ जोड एकदमै गर्मी छ हैन यहाँनिर हेर्न सक्नुहुन्छ घाम चाहिँ छ धेरै नै। हामीले चाहिँ सिकिस्तै भइसक्यो घामले चाहिँ मान्छेलाई बेहोस बनाउने जस्तो घाम छ। यहाँ चाहिँ कस्तो रमाइलो छ यी फुलहरू किन्ने यहाँ सामानहरू किन्ने के किन्ने भनेर अब हामी यहाँनिर अलिकति के अरे पाती किन्छौँ। यो चाहिँ फुल किनेर हिँडेको अब मन्दिर फुल लिएर हिँडेको। सर चाहिँ फुल लिएर हिँड्दै हुनुहुन्छ। सरको आज बर्थडे अरे ह्याप्पी बर्थडे सर। थ्याङ्क यू के छ त बर्थडेको अवस्था? यस्तो छ अवस्था। अब मन्दिर पहिला दर्शन गरिन्छ त्यस पछाडि अनि अरू प्लानहरू छ। ओके हामी चाहिँ टक्क पशुपति छिर्यौँ यहाँनिर जुत्ता हेरेर राख्यौँ त्यस पछाडि हामी चाहिँ पशुपति निस्क्यौँ भित्र छिर्यौँ जुत्ता पकालेर। अब जाउँ अब हामी जुत्ता फुकालेर भित्र छिरिसकेका छौँ। अब हामी मन्दिरमा छिरेर देखाउँछौँ देखाउनु मिल्दैन त्यो बाहिरको ढोकासम्म मिल्छ त्यो ढोकासम्म चाहिँ हामी देखाउँछौँ है। बाई बाई धेरै प्याक छ। फाइनली हामी पुग्न आँट्यौँ। यस्तो प्याक छ है। अहिले घाम चाहिँ अलिकति अलिक शीतल भएको छ। मेरो बुढी पुरै फुलहरू लिएर अगाडि जाँदैछ। गाई झन् पशुपति पुग्ने तर्खरमा छौँ। ठ्याक्क ढोकाबाट चाहिँ भित्रपट्टि दिँदैन बाहिरसम्म मात्रै हो। यति नै हेर्नु होला पशुपति हाम्रो भोलेनाथ बाबाको। साक्षात् प्रभु है। जय शम्भु। हामी चाहिँ दर्शन गरेर आयौँ भोलेनाथको। मनै फुरुङ्ग भइरहेछ है। एकदम खुसी भइरहेछ। मौसमले पनि एकदम राम्रो साथ दिइरहेछ। अब हामी एक दुईवटा यहाँ टुकटुक बनाउँछौँ त्यस पछाडि जुत्ता लिनलाई जान्छौँ जुत्ता लाउनलाई। अब हामी चाहिँ बनायौँ। अब चाहिँ हामी निस्किने तर्खरमा छौँ। अझ एउटा मन्दिर दर्शन गर्नु बाँकी थियो यो। त्यस पछाडि हामी फेरि जुत्ता लाउनलाई जान्छ। अघि राखेको जुत्ता लिन जानुभएको छ सर चाहिँ। मेरो बुढी चाहिँ एकछिन रिसाइरहेको थियो मसित होइन। म यहाँ फकाउँदैछु। गरिब भयो अरे। गरिब भएपछि उसको केस नै त्यस्तै हो होइन गाइज। अब चाहिँ हामी पानी पनि पर्ला जस्तो छ। अब चाहिँ हामी निस्किने तर्खरमा छौँ। सो बाई बाई बाई। तेरो बुढीलाई घाम चर्किरहेको गर्नको लागि चाहिँ यो बोतल चाहिँ मान्छेले युज गर्छ भनेर यसरी हाल्नुपर्छ। त्यो कहिले यस्तो कुनै चाहिँ फेरि यो युज हुन्छ भनेर मेरो बुढी चाहिँ यहाँ त्यो भित्र मरि छिराउनु खोज्दैछ ल। ओ छिरो ल भयो है छिरो है ल पुरै थाप्नु गर्दै भयो। ओहो रियुज गर्दैन र बढी गर्दैन।
छ न हिँड्नै अब यहाँ देखाउनु सिरियो अब हामी चाहिँ घरतिर लाग्यो पानी पानी पनि पर्न पर्न लागेछ आँट्यो। पानी पर्यो भने भिज्छौँ छाता पनि ल्याएको छैन हामीले हेर एकछिन गाई बिहे भइसक्यो किसीको हालत एकछिन यसो फोटोसोटो भिडियो सिडियो खिच्यौँ अनि मेरो फोटो एउटा पनि राम्रो नआएर एकछिन अलि रिसाएपछि दुईजनामा मेरो दुईवटा फोटो चाहिँ राम्रो आएको छ यस्तो हुन्छ मैले चाहिँ सबै फोटो राम्रो निकालिदिएको मेरो फोटो चाहिँ एउटा पनि राम्रो अर्को ननिकालिदिनु फोटो राम्रै लाग्छ हो क्या नि गाइस होइन उसको हालत चाहिँ खुट्टा दुखेर खुट्टामा घाउ आएर यस्तो हालत छ है गाइस पारा तिमी छौ र यो मुटु मेरो धड्किरहन्छ बुढी मेरो गीत पनि गीत खान है त्यही भएर मस्तले नाच्दैछिन् कपाल सपाल मिलाउँदैछिन् अब मजाले फोटोसोटो एक दुईवटा खिचिदिनु पर्यो अघि नै रिसाएको छ भएन भनेर अब के गर्ने फोटो खिच्ने राम्रो ओके यहाँ चाहिँ हामी एक दुईवटा भिडियो टिकटक बनायौँ फुलहरू एकदम राम्रो रहेछ त्यही भएर हामीले एक दुईवटा चाहिँ भिडियो टिकटक अब बल्ल चित्त बुझ्यो मेरो बुढीलाई मैले फोटो भिडियो खिचिदिएको टिकटकमा आउँछ है गाई चाहिँ हेर्नु होला दामी दामी अब मैले सिकेँ फोटो खिच्नलाई बुढीले सिकाएँ होइन अब खुट्टा दुख्यो भनेर चाहिँ अब म बोक्नेवालामा छु है अब चाहिँ मैले बोक्न खोजेको बोक्नु दिइनँ है ठिकै छ गाइज अब हामी बाहिर निस्किने तर्खरमा छौँ पशुपतिबाट पानी पनि पर्ला जस्तो अब हामी घर गएर देखाउँछौँ फाइनली गाइज हामी चाहिँ पशुपति बाहिरको आइसकेका छौँ अनि अब चाहिँ हामी गाडी चढेर जाने योजनामा छौँ जडीबुटी त्यस पछाडि फेरि हामी घरतिर लाग्छौँ बर्थडे मनाउनुलाई गाडीमा उभिँदा कस्तो भइरहेको ए भगवान् म चाहिँ सिटमा बसेँ उहाँ चाहिँ मेरो मुख हेरेर बस्दै अब दुवैजनालाई सिट मिलो अनि हामी बसेको छौँ सिटमा यो चाहिँ एकदम क्वालिटीवाला सिट रहेछ पब्लिक गाडी आए पनि हाई आजको बर्थडे यस्तै रह्यो हजुरहरूलाई कस्तो लाग्छ हाम्रो फर्स्ट भ्लग भनिदिनु होला है फाइनली गाइस हामी घर आइपुग्यौँ है बोकाले है गाइस के खाँदै हुनुहुन्छ दाँत देखिन्छ भनेर त्यसो गरे बाई बाई बर्थडे बोय इज फिलिङ हङ्ग्री सो 2 प्लेट खानु भइसक्यो यहाँनिर चाहिँ एउटा पिङ हालेर चाहिँ मलाई यहाँ खिच्दियो भनेर हैरान गरेर एउटा भिडियो बनाएँ आमा मेला पोज ओहो केक काट्न आँट्यौँ हेर्नुहोस् अब कस्तो मजाले म ह्याप्पी बर्थडे टु यु भन्छु
नमस्ते हजुर नमस्ते ल घरमा भाइ सबैजनाले हाम्रो ब्लग हेरिदिनु होला तपाईँहरूलाई मन पर्यो भने सब्सक्राइब गर्नु कमेन्ट गर्नु लाइक गर्नु अनि के गर्नु सेयर ए सेयर पनि गर्नु हस् बाई बाई